पहिचान के दिन्छु, के हो त दिन्छु। त्यसले गर्दाखेरि एउटा सूत्र देखाएको छु तपाईँहरूले, यो कुरा नछोडिकन जान्नु। म यही भन्छु। र अहिले विश्वमा द्वन्द्वै द्वन्द्व छ, शान्ति त छैन, द्वन्द्वै द्वन्द्व छ। त्यसले गर्दाखेरि यो विश्व शान्ति होस्, यो द्वन्द्व निवारण होस्, यो द्वन्द्व यसरी नआओस्। अनि हाम्रो याक्थुङहाङ भाषाले के भन्छ भने आधी भन्छ क्या, त्यो त मुलुकमा पनि हाम्रो देशमा पनि भइपुग्छ त्यो। यसले गर्दाखेरि तीमा चाहिँ नहोस्, सबै शान्तिसँग बाँच्न पाऊँ, जिउन पाऊँ, पृथ्वी मातालाई उपभोग गर्न पाऊँ, पृथ्वी माता नरिसोस्, भूकम्पहरू नजाओस्। अब ठुलो घरहरू दरबार बनाएर मान्छे त बसिया छौँ नि, त्यसमा बस्न पनि शान्ति होस्, विश्व शान्ति, मानविकता। त्यो झगडा गर्दै गरेकोहरू पनि यो युक्रेनको बारेमा मैले अलिक सम्झेर सेवा लगाइदिएको छु। युक्रेन एक्लो छ, सबैले फेलिराखेको छ, शक्तिशाली मुलुक लागिराखेको छ, अब अहिलेसम्म थामिराखेको छ। यसले गर्दाखेरि विश्व शान्ति, मानविकता, लडाइँ झगडा र युद्ध चाहिँ उनीहरूले आफ्नै फर्काएर आफ्नो मुलुक जोगाओस्, बसोस्, शान्ति होस्। हाम्रो धारणा त्यो हो। त्यसो गर्दा चाहिँ हामी बाँच्नु पायौँ, खेल्नु पायौँ, हामी युके जानु पायौँ, अमेरिका जानु पायौँ। बाटै बन्द भएपछि खुइयाको जान्छ, बाटै बन्द, सकियो त गयो, अनिकाल हुन्छ मुलुकमा। यसले गर्दाखेरि यो शान्ति सुनेर यत्रो दिनसम्म हामी सेवा लगायौँ। आज त भविष्यवाणी पनि अलिअलि सुनाउने र उपदेशमा अलिअलि दिने, यो कुरोलाई पनि अलिअलि व्याख्या गर्ने भनेर म बसेको र तपाईँहरूले बोलाएको, मैले तपाईँलाई निम्ति दिएको स्वीकार गर्नुभयो, आउनुभयो, यो कुरा तपाईँले सुन्नुभयो। यो अमृतमय शब्द हो, यो शब्द पाइँदैन ल त। यसले गर्दाखेरि विश्वभरि मलाई हेरिराख्नु भएको छ मेरो भक्तहरूले, यो कुरा राम्रो सुन्नु, यो कुरा राम्रो जान्नु, बुझ्नु, ध्यान गर्नु। म यही कुरा अनुरोध गर्छु र म तपाईँहरूलाई समय समयमा यसरी बोलाएर, अपरझट बोलाएर चाहिँ मैले सम्झाउने, बुझाउने, जानकी गराउने मेरो इच्छा थियो र आज पुरा भएको छ। र हामी सबैभन्दा पनि प्रलय र विश्वयुद्धबाट जाउँ। अब यो पैसाको युद्ध गर्छ, अहिले पैसाको युद्ध भयो, अहिले पैसाको युद्ध भयो। अनि जनतामा रहेका पैसाहरू सबै कता कता जान्छ, कता कता के गरिदिन्छ। सुनको युद्ध हुँदैछ, यो सुनको भाउ बढेको छ। यो ठुलो देशका खेलानी हो, खेलानी, त्यसको चपेटा परेको छ, जनता असुविधा भएको छ। यी कुराहरू त छ नि। चिजको सामानको भाउ बढ्यो, मार्का खाने त हामी जनतै हो, नकिने हुँदैन, जति भन्छ किन्नै पर्छ। अनि मार्का हामीलाई भयो। यो सबै सन्तुलन होस्, कानुन नियमहरू सबै सन्तुलन होस्, जनताको लागि अत्यन्तै सन्तुलन भएर जाओस् भन्ने हाम्रो धारणा। यसले गर्दा विश्व शान्ति भयो भने सन्तुलन हुन्छ। कानुन त मान्छेले बनाएको हो, हेरफेर भइरहन्छ, कहिले माथि जान्छ, कहिले तल झर्छ, कहिले बढाउँछ, कहिले नभएको कानुन बनाउँछ, कहिले जनता झ्याउझ्याउ गराउँछ। यस्तै छ झैगरा भनेको मुलुकमा, संसारमा। यसले गर्दाखेरि अब विश्व शान्ति चाहियो, हामीले विश्व शान्ति, मानविकता चाहियो। यसले यो सबै कुराहरू सन्तुलनमा ल्याउँछ र पृथ्वीको आयुपट्टि पनि हामीले ध्यान दिनु पर्यो। अहिलेको नेताहरूले त पृथ्वीको आयुपट्टि त ध्यान छैन। म गिडाङगुडुङ गरेर सत्तामा गएर हाहु गर्छु, बजाइहाल्छु भन्ने मात्रै छ, होइन। अहिलेको नेताहरूमा त त्यो त छैन, अरू छैन। पृथ्वीको आयु सक्यो भने संसार विश्व के हुन्छ, यो कुरामा सोच्नुपर्छ हामीले, यो कुरा सम्झिनुपर्छ। यो धेरै सबैभन्दा मेरो सोच अलिक पृथक छ। पृथ्वीलाई व्याख्या गरिरहने त म मात्रै छु, अहिले अरू धर्मले पनि गर्दैन। यो पृथ्वी रह्यो भने पो हामी गरी खान्छौँ त, पृथ्वी रहेन भने त छैन नि, सक्यो नि।
जनता रह्यो बाँच्यो भने पो राष्ट्रपति प्रधानमन्त्री हुन्छ त, जनतै छैन भने त कहाँ राष्ट्रपति हुने, कहाँ प्रधानमन्त्री हुने, कहाँ राजा हुने, कसलाई शासन गर्ने, मान्छे छैन भने त। यसले गर्दाखेरि विश्व शान्ति मानविकता, मान्छे बाँच्नुपर्छ, मनको सेवा गर्ने पनि बाँच्नु पर्यो, राजाको सेवा गर्ने पनि बाँच्नु पर्यो, नेताको सेवा गर्ने पनि बाँच्नु पर्यो, राष्ट्रपतिको सेवा गर्ने पनि बाँच्नु पर्यो। मान्छे त चाहियो नि हो अदम्बर या खिनबे, मान्छे नै सुन्न पाउँदा कहाँ शासन गर्नु सकिगयो नि। यसले गर्दाखेरि मेरो भनाइ चाहिँ अलिकति पृथक छ है, यसबारेमा चाहिँ मेरो भनाइ पृथक छ, मिल्दैन क्या कसैसँग। यसले गर्दाखेरि म तपाईँलाई यसपट्टि ध्यान आकर्षण गराउन चाहेको छु। हामीले पृथ्वीले बच्छौँ, मानवले बाँच्छौँ। हामी राजा बाँचोस्, नेता बाँचोस्, राष्ट्रपति बाँचोस्, मुलुक बाँचोस्, हामी त्यो भन्छौँ। यसले गर्दाखेरि